नमस्कार यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। म विशाल साउन्त। आज जुन तपाईलाई मौसम सम्बन्धी जानकारी गराउनु पर्दा नेपाल अधिराज्यभरि कतिपय स्थानहरुमा भारी वर्षा भइरहेको छ भने कतिपय स्थानहरुमा हिमपात परिरहेको छ। विशेष गरी हामी यो स्थलगत रिपोर्टिङ तपाईलाई कैलाली जिल्लाको गौरीगंगा नगरपालिका जुन मसुरिया बजारबाट रेडियो सुनौलो एफएम तथा सुनौलो टेलिभिजन मार्फत प्रत्यक्ष रूपमा सम्प्रेषण गरिरहँदा सुदूरपश्चिममा पनि आज हिमपात पहाडी भेगतिर हिमपात परिरहेको छ भने कैलाली कञ्चनपुरतिर चाहिँ पानी परिरहेको छ। जुन हाम्रो पहाडको बैतडी बजाङ बाजुरा डडेलधुरा लगायत अन्य जिल्लाहरुमा चाहिँ अत्याधिक भारी वर्षासँगै हिमपात परिरहेको छ र यो हिमपात परिरहँदा अहिले खेती किसानी दाजुभाइहरु पनि यो पानी परिरहँदा यो जुन पानीले अहिले अन्नबाली पनि जुन सप्रिने भन्ने सम्भावना बढी मात्रामा देखिन्छ। किनकि जुन पानी नपरिरहँदा हाम्रो गाउँ बालीमा क्षति पुगेको थियो भने अहिले चाहिँ अन्नबाली सप्रिने सम्भावना रहेको छ र यो पानी परिरहँदा पहाडी भेगतिर चाहिँ कतिपय स्थानहरुमा बाटो अवरुद्ध भएको पनि छ। बजाङ बाजुरा डोटी डडेलधुरा जुन अछाम लगायत अन्य जिल्लाहरुमा चाहिँ पहाडका सातवटै जिल्लामा हिमपातको बढी सम्भावना रहेका कारण बाटो अवरुद्ध हुने सम्भावना बढी मात्रामा रहेको छ र यात्रा गर्ने क्रममा सबैले सचेत सतर्कता अपनाम र पानी परिरहँदा विशेष गरी तपाईले यात्रा पनि सावधानी अपनाएर मात्र यात्रा गरौं। सहज तरिकाले सरल तरिकाले कसरी यात्रामा आफ्नो गन्तव्यतिर पुगिन्छ त्यसरी नै तपाईले विभिन्न समस्याहरुलाई अपनाएर नै यात्रा गर्न सहज देखिन्छ। यतिखेर पहाडतिर चाहिँ अत्याधिक चिसो बढिरहेको छ किनकि जुन हिमपात परिरहेको छ भने कैलाली र कञ्चनपुरमा चाहिँ पानी पर्दा पनि अहिले जति चिसो हुनुपर्ने थियो त्यति चिसोको अनुभूति भइरहेको छैन। किनकि पहिले भन्दा अहिले जुन माघ महिना लागिरहँदा चिसो कम हुँदै गइरहेको छ र पहाडी भेगतिर बढी मात्रामा चिसो भइरहँदा बुढापाकालाई बढी जुन विभिन्न किसिमका रोगहरुले आक्रमण गर्न सक्छ। साना बाबु नानीहरुलाई सँगै यात्रा गर्न पनि अब हिमपातले जुन स्वास्थ्य उपचारमा तपाईहरुले स्वास्थ्य उपचार गर्दा पनि तपाईलाई असहज महसुस हुन्छ। तसर्थ यो समयमा चाहिँ सबैले सचेत सतर्कता अपनाउँ र बैतडी बजाङ बाजुरा लगायत अन्य जिल्लाहरुमा अझै बढी मात्रामा हिमपात हुने सम्भावना रहेको छ। सबैले सतर्कता अपनाउँ भन्दै यो रेडियो सुनौलो एफएम तथा सुनौलो टेलिभिजनबाट यो स्थलगत रिपोर्टिङ तपाईलाई कैलाली जिल्लाको मसुरियाबाट म सम्प्रेषण गर्दै विशाल साउथ पनि बिदा हुन्छु। नमस्कार।